ए धनकुट यसरी है हेर्नुहोस् है यस्ता यस्ता चुली बन। नमस्ते साथीहरू, नमस्ते है, नमस्ते है। ल हामीहरू चाहिँ आज अब यो सिँढी हिँड्दैछौँ हामी। यस्तो आयौँ है। अब यता सिँढी देखाउने भन्ने जमर्का गरिरहेको छौँ। हामी मेरो छोरी यहाँ पुग्यो एकजना देखाएँ कि ल हेर्नुहोस् न। धेरै वर्ष अगाडि होइन यहाँनिर एकजना पिगमेन्ट महिला चाहिँ यहाँ बस्दा बस्दै बच्चा पाउने महिला चाहिँ यसरी बसेर मरेको थिए भन्ने कुरो। तर यहाँनिर अहिले पोतेको रहेछ, देखिँदैन रहेछ। यस्तो अवस्था छ है देखाउने। देख्नुभयो नि यसरी सुतेकै मरेको भन्ने कुरो छ। नक्सा जान्छौँ। डुल्नु आएको के खाउँ मात्रै भन्छन् र उकालो सिँढी हिँडेर तपाईँहरूले कतिवटा रोगहरू पनि निको पार्न सक्नुहुनेछ। सुगर, प्रेसर होइन, मोटोपन घटाउन सक्नुहुनेछ। यहाँ आएर कस्तो राम्रो छ। अब हामीहरू अझै माथि रमाइलो भयो जस्तो लाग्यो। मलाई साह्रै रमाइलो। यस्तो सल्लाह हुँदा पनि आज देख्नु भयो टुँडी खेल धनकुटा बजार यसरी देखिन्छ। टुँडी खेल यो गोलो जुन चाहिँ ठाउँमा छ, जो चाहिँ हुन्छ ल हेर्नुहोस् यसरी है हामीहरू यो ठाउँ यस्तो देख्नुभयो यस्तो जो चाहिँ हाम्रो पञ्चायती व्यवस्थामा हाम्रो राई 8 परिवार राईलाई यसरी झुन्ड्याएर मारिएको थियो भन्ने पौराणिक कथा अनुसार घटनाक्रमलाई देखाइएको छ। हेर्नुहोस् यसरी झुन्ड्याएर मारिएको थियो है पञ्चायत व्यवस्थामा। पठाउने भने तम्बर हेर्नुहोस् है घुमेको कस्तो नागबेली जस्तो घुमेको छ। अनि हामीहरू